माइक दिनुहोस्। सम्माननीय प्रधानमन्त्रीज्यू एकैछिन। सम्माननीय सभामुख महोदय, म फेरि आज एकपटक यो देशको संविधान र नियमावली मिचिएको यो दुःखद कुरा फेरि संसदलाई अवगत गराउन चाहन्छु। सम्माननीय प्रधानमन्त्रीज्यूबाट त्यो हुनु राष्ट्रको लागि धेरै नै दुःखद हो। सम्माननीय सभामुख मार्फत सम्माननीय प्रधानमन्त्रीज्यू, हाम्रो प्रतिनिधि सभा नियमावली 2079 को 56(1) मा प्रतिनिधि सभाका सदस्यहरूले सम्माननीय प्रधानमन्त्रीलाई प्रश्न सोध्ने व्यवस्था छ र जस अन्तर्गत समूह विभाजन गरिन्छ 15-15 जनाको, र त्यो समूहले सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रश्न सोध्नुभन्दा 3 दिन अगाडि नै लिखित रूपमा प्रश्न दिने र सम्माननीय प्रधानमन्त्रीज्यू उपस्थित भएको दिन 1 घण्टा त्यो प्रश्न उत्तर कार्यक्रम राख्ने प्रावधान भएकोले यो नियमावलीको नियम मिचिएको कुरा म दुःखका साथ दर्ज गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्य ऐन महर 1 मिनेटभित्र आफ्नो कुरा भनिहाल्नु। सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आउने कुरा र सदनलाई सम्बोधन गर्न चाहने विषयप्रति म सम्मान व्यक्त गर्न चाहन्छु, धन्यवाद व्यक्त गर्न चाहन्छु र सँगसँगै म एउटा मेरो नियमापत्ति दर्ज गर्न चाहन्छु। हामी संविधान र नियमावली भन्दा माथि कोही पनि छैनौँ। सभामुखज्यू पनि हुनुहुन्न, प्रधानमन्त्रीज्यू पनि हुनुहुन्न, हामी मान्य सदस्य पनि छैनौँ। र प्रतिसभा नियमावली 2079 को नियम 56 को उपनियम 3-4 मा 1 देखि 5 सम्म प्रश्न व्यवस्था गरेको छ। प्रधानमन्त्रीज्यूसँगको प्रश्नोत्तरको सन्दर्भमा 3 दिन अगाडि प्रश्न दर्ज गर्ने र 15वटा जति प्रश्न सोध्न सकिने र अनि प्रधानमन्त्रीले प्रश्नको जवाफ दिनुपर्ने भन्ने कुरा बडो स्पष्टसँग व्याख्या गरेकोले यो सम्माननीय प्रधानमन्त्रीज्यूबाट यस्तो खालको नियम विपरीतको काम नहोस् र माननीय सदस्यहरूका लिखित प्रश्नहरू लिइयोस्। त्यो लिखित प्रश्नहरूको जवाफ दिने कुरामा सम्माननीय प्रधानमन्त्रीज्यूले यसमा ध्यान दियोस् भन्न चाहन्छु र यो मेरो नियमापत्ति दर्ज गर्न चाहन्छु। मान्य सदस्यलाई मैले यहाँको दललाई समय दिइसकेको हुनाले बस्नुहोस्। मान्य सदस्यहरूले नियमावलीको 56 को विषयमा कुरा उठाइरहनु भएको छ। मान्य सदस्यहरूलाई म नियमावलीको 56 नियम 56 एकचोटि पुनः हेर्नको लागि पनि अनुरोध गर्छु र सम्माननीय प्रधानमन्त्रीज्यूले सदनमा उपस्थित भएर प्रश्नको उत्तर दिनुपर्छ भनेर विशेष गरी विपक्षी बेन्चका मान्य सदस्यहरूले निरन्तर कुरा राखिरहनु भएको र यहाँहरूले सोध्ने प्रश्न भनेको सम्माननीय प्रधानमन्त्रीज्यूलाई नेपाल सरकारको तर्फबाट प्रधानमन्त्रीज्यूलाई प्रश्न सोध्ने नै होला। त्यो प्रश्न यहाँहरूसँग धेरै अगाडिदेखि प्रश्न सोध्न चाहनु भएको हुनाले त्यो प्रश्न तयारी नै होला। त्यस कारणले त्यो सामान्य प्रधानमन्त्रीज्यू रोस्टरमा उभिरहनु भएको छ र प्रश्नको उत्तर दिन तयारी हुनुभएको छ। त्यस कारणले हाम्रो नियमावलीले 3 दिन अगावै प्रश्न लिखित रूपमा सोध्नुपर्ने भनेर निर्धारण गरेको छैन। त्यस कारणले मान्य सदस्यहरूलाई यो ध्यान आकर्षण गराउन चाहन्छु र मान्य सदस्यहरू, मैले मान्य सदस्यको दललाई समय दिइसकेको छु, त्यस कारणले बस्नुहोस्। कुन नियमावलीको कुन नियम आपत्ति हो मान्य सदस्य? मान्य सदस्य, मलाई जानकारी छ। मान्य सदस्य बस्नुहोस्, मैले यहाँको दललाई समय दिइसकेको छु। हामी प्रश्न उत्तरतिर जाउँ। मान्य सदस्यहरूलाई मैले विपक्षी दल सर्वप्रथम विपक्षी दल नेपाली कांग्रेसलाई मैले 2 मिनेटको समय दिएको छु। मान्य सदस्यहरू, मैले फेरि मान्य सदस्यहरूलाई ध्यान आकर्षण गराएँ, हाम्रो नियमावलीको कुनै नियममा पनि
15 जनाले प्रश्न सोध्न पाउने भनेर लिखित रूपमा छैन। कारणले माननीय सदस्य इन्दिरा राणा मगर के होला, कुन नियमावलीको कुन नियमापत्ति होइन क्लियर गर्नु परेन। मान्य सदस्य बस्नुहोस्। मान्य सदस्यहरूलाई मैले फेरि पनि भने मैले दलगत रूपमा समय निर्धारण गर्न खोजेको छु। नेपाली कङ्ग्रेसको तर्फबाट मान्य सदस्य अर्जुन नरसिंह केसीले हात उठाउनु भएको छ, म उहाँलाई समय दिन्छु। 2 मिनटभित्र सम्माननीय प्रधानमन्त्रीज्यूलाई नेपाल सरकारको तर्फबाट प्रश्न सोधिदिनु होला। सम्माननीय सभामुख महोदय, आज बडो नाटकीय ढङ्गले प्रधानमन्त्रीले प्रश्नोत्तरको निम्ति संसदमा आफै उभिएर जो समय माग्नु भएको छ, वास्तवमा यो विकसित देशहरूमा पनि प्रधानमन्त्रीले त्यस्तो गर्छन्। यसलाई म पोजिटिभ र लोकतान्त्रिक प्रक्रियाकै एउटा अङ्ग मान्छु। तर कुरा चाहिँ के छ भने नियम प्रक्रिया र पद्धतिमा हरेक समय जो नेपालको प्रतिनिधि सभाको नियमावली छ, त्यो नियमावली अन्तरको प्रोसेस एउटा अर्कै प्रोसेस हो, त्यो निरन्तरता रहनुपर्छ, त्यसलाई बाइपास गरेर मिल्दैन। तर प्रधानमन्त्रीले उभिएर अहिलेको समसामयिक स्थितिमा मान्य सदस्यहरूको के धारणा भनेर अचानक जो उभिनु भएको छ त्यो चाहिँ राम्रै हो भन्छु। तर कुरा के छ भने अब मैले यो 2 मिनटभित्र म धेरै कुरा सबै त भन्न सक्दिनँ। सबभन्दा पहिला हामीले निरन्तर रूपबाट मैले चाहिँ नि यो सुन्ने समय पनि निकालेको कुरा हो, 23-24 को जेएनजी आन्दोलनपछि गौरीवादी कार्कीको जुन प्रतिवेदन छ, त्यो प्रतिवेदनको सारांश रूपमा कहीँ अनौपचारिक रूपले प्रकाशित भए पनि औपचारिक रूपले त्यो प्रकाशित हुन सकेका छैन। र त्यो औपचारिक रूपले प्रकाशित हुनुपर्छ र त्यो संसदका प्रत्येक सदस्यले पाउनुपर्छ भन्ने कुरा सभामुखजी मैले पहिला पनि उठायो। र त्यसपछि 24 गौरीबहादुर कार्कीजीको प्रतिवेदनमा 24 गते पुरा रूपबाट ब्ल्याकआउटै गरिएको खालको हामीले बुझेका छौँ। जहाँसम्म 24 गते देशमा जुन खालको अत्यन्त विध्वंसात्मक घटना घट्यो, त्यो घटनाको छानबिन गर्नको निम्ति निष्पक्ष आयोगको गठन तत्कालै गर्नको निम्ति म प्रधानमन्त्रीसँग अनुरोध गर्छु। र त्यो सँगसँगै अर्को चाहिँ नि के भनेदेखि यो मलाई बसेर भन्नु है साहब, त्यो सँगसँगै प्रधानमन्त्रीजीलाई चाहिँ अर्को के भने भर्खर मानवाधिकार आयोगले जो प्रतिवेदन प्रस्तुत गरेको छ, त्यो प्रतिवेदन चाहिँ सरकारलाई प्रधानमन्त्रीलाई त प्रस्तुत गरिसकेका छ। त्यो प्रस्तुतलाई सार्वजनिक रूपले जनतामा सम्प्रेषण गर्ने र त्यो सँगसँगै यो कारबाहीको प्रक्रिया पनि सुरु गर्नुको निम्ति चाहिँ नि म सम्माननीय सभामुखले हार्दिक रूपबाट अनुरोध गर्न चाहन्छु। र म एउटा कुरा चाहिँ फेरि पनि अनुरोध के गर्न चाहन्छु भने यो कानुनी राज्यमा रुल बाई ल पनि हुन्छ, रुल अफ ल पनि हुन्छ। रुल अफ ल भने कानुनको स्पिरिट, संविधान, मर्यादा, त्यसका सम्पूर्ण कुरालाई केन्द्रित बनाइन्छ भने रुल बाई ल भने जो शक्तिमा छ, जो बहुमतमा छ, उसले आफू अनुकूल कानुन बनाएर प्रयोग गर्ने जुन खालको परम्परा र रुल बाई ल भनेर भनिन्छ, सत्ताको स्वार्थको निम्ति कानुनलाई प्रयोग गरेर देखिने परम्परा हामी कहाँ पनि देखिन थालेको छ। त्यसलाई नियन्त्रण हुनुपर्ने आवश्यकता छ, किनभने हामी लोकतान्त्रिक पद्धतिलाई जगेर्ना गर्नुको निम्ति हामी जुनसुकै बेन्चमा बसे पनि हाम्रो साझा दायित्व हो र त्यो दायित्वलाई प्रधानमन्त्रीले अझ बढ्ता बुझ्नुपर्छ र बुझ्नु भएको छ भन्ने मलाई विश्वास छ। धन्यवाद। मान्य सदस्यहरूबाट उठाएको जिज्ञासाप्रति मेरो ध्यानाकर्षण भएको छ। हामी आगामी बैठकभन्दा अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्न सक्छौँ र त्यसपछि बाँकी छलफल त्यहीँ गर्नेछौँ। आज सम्माननीय प्रधानमन्त्रीज्यूले रोस्टरमा उभिएर मान्य सदस्यहरूको प्रश्नको उत्तर दिन म तयार छु र मलाई प्रश्न सोधियोस् भनेर यो सम्मानित सदनप्रति उहाँले प्रश्न गर्नुभएको हुनाले त्यसै तर्फ मैले ध्यानाकर्षण गराउँदै सम्माननीय प्रधानमन्त्रीज्यू। सम्माननीय सभामुखज्यू, धन्यवाद। मान्य सदस्यज्यूले भन्नुभएको धेरैजसो कुरालाई चाहिँ मैले सल्लाह र सुझावको रूपमा लिएको छु र मानव अधिकार आयोगको प्रतिवेदन मात्रै नभएर
23-24 गतेको मात्रै नभएर विभिन्न कालखण्डमा धेरै आन्दोलनहरू भएका छन्, धेरै दमनहरू पनि भएका छन्। विभिन्न कालखण्डमा भएका आन्दोलनहरू, र्यालीहरूमा भएका कुराहरूको प्रतिवेदनहरू धेरै छन्। एउटा मात्रै प्रतिवेदन छैन मानव अधिकार आयोगको, र विभिन्न आयोगहरू पनि गठन भएका छन् विभिन्न कालखण्डमा। आजसम्म नेपाल सरकारलाई बुझाइएको जति पनि आयोगका प्रतिवेदनहरू छन्, ती सबै प्रतिवेदनहरूलाई एकमुष्ट रूपमा नेपाल सरकारले अध्ययन गर्छ र गर्नुपर्ने काम कारबाही त्यही हिसाबले गर्छ। धन्यवाद। म विपक्षी बेन्चका नेकपा एमालेको तर्फबाट प्रश्न राख्न समय दिन्छु। समय 2 मिनेट। सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यूलाई वास्तवमा हाम्रो राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र स्वतन्त्रता हामी सबैको प्राणभन्दा प्यारो चिज हो। आज नेपालको भूमि हामीले दावा गरिरहेका छौँ, नक्सा जारी भइसकेको छ। त्यो भूमिमा त्रिपक्षीय सरकारको ठाउँ नेपाल, चाइना र भारतको, तर आज नेपाललाई व्यवस्था गरिकन भारत र चाइनाका तर्फबाट द्विपक्षीय समझदारी कायम गरेर जुन व्यापारिक मार्ग निर्माण गर्ने काम धमाधम भइरहेको छ, यो सन्दर्भमा नेपाल सरकारको धारणा के छ, सरकारले के गरिरहेको छ भन्ने सन्दर्भमा म प्रधानमन्त्रीज्यूसँग चासो राख्न चाहन्छु। धन्यवाद। सम्माननीय प्रधानमन्त्री। माननीय सदस्यज्यू, लिपुलेक लिम्पियाधुरा सम्बन्धी बुझ्न खोज्नुभयो जस्तो लागेको थियो। यस सम्बन्धी नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाब पनि आएको छ। त्यो जवाबमा चाहिँ दुईटै सरकारले आफ्नो इतिहासविदहरू राखेर, आफ्नो सर्वेयरहरू राखेर, आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ। र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौँ। उहाँहरूले ब्रिटिस इन्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ल्यान्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यो सबै कुराहरू टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु। धन्यवाद। मान्य सदस्यहरू, विपक्षी बेन्चकै तर्फबाट नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट आफ्नो प्रश्न छ भने 2 मिनेटभित्र प्रश्न राख्न समय दिन्छु। सम्मान्य सभामुखज्यू, सम्मान्य प्रधानमन्त्रीज्यू आज संसदमा उपस्थित हुनुभएको छ। यो लोकतान्त्रिक परिपाटीलाई उहाँले आत्मसात गरेर सार्वभौम संसदमा उपस्थित भएर प्रश्नको उत्तर दिने जुन जमर्को गर्नुभएको छ, त्यसको निमित्त म सम्मान्य प्रधानमन्त्रीज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। म खास गरिकन 2टा प्रश्न यहाँ राख्न चाहन्छु। आज यो तयारी त्यति हाम्रो पुगेको छैन। सम्मानज्यू आइहाल्नुभयो, प्रश्न माग गर्नुभयो, त्यसैले गर्दाखेरि त्यो माग अनुसारको यो प्रश्न राख्नुपर्ने एउटा जिम्मेवारी बोध भएको छ। एउटा कुरो के छ भने हामीले राष्ट्रिय सम्मानलाई अत्यन्त महत्त्वका साथ हेर्नुपर्छ। कुनै पनि बेला हामी सम्मानपूर्वक जिउने कुरामा हामी प्रतिबद्ध हुनुपर्छ। मैले यो सन्दर्भ लिस्ट डेभलप कन्ट्रीको एलडिसीको ग्रेजुएसनको सन्दर्भ उठाइरहेको छु। यो वर्ष हामी लिस्ट डेभलप कन्ट्रीको ग्रेजुएसन हुने अवस्थामा थियौँ। यसले हाम्रो राष्ट्रिय सम्मान बढाउन सक्थ्यो, आत्मविश्वास बढाउन सक्थ्यो, ताकि त्यसले गर्दाखेरि हामी अन्तर्राष्ट्रिय समुदायमा नेपाल अल्पविकसित होइन भन्ने खालको एउटा अनुभूति लिएर हामी हिँड्न सक्थ्यौँ। तर केही वस्तुहरूको निर्यातको सुविधाको निमित्त यो अवसरलाई हामीले अहिले 2 वर्षको निमित्त एक्सटेन्ड गर्ने सोचाइ बनाएको छौँ। म सम्मान्य प्रधानमन्त्रीज्यूबाट यो कुराको स्पष्ट रूपमा सकिन्छ भने हामी अहिले सबै यो इन्डिकेटर्सहरूबाट, हाम्रो जिएनआई पर क्याप्टाबाट पनि हामी सम्पूर्ण कुराबाट हामी ग्रेजुएसनको निमित्त फिट भइसकेको छौँ। त्यसैले गर्दाखेरि यही वर्षबाट ग्रेजुएसनको निमित्त हामी तयारी हौँ भन्ने म अनुरोध गर्न चाहन्छु।
अर्को कुरो, सामान्य प्रधानमन्त्रीज्यू गरिबप्रति अत्यन्त उहाँ संवेदनशील हुनुहुन्छ। उहाँले त्यस सम्बन्धी गीत पनि गाउनु भएको छ। म के अनुरोध गर्न चाहन्छु भने अहिले जुन किसिमको सुकुम्बासी समस्याहरूमा डिल गर्न खोजिएको छ त्यो राज्यको तर्फबाट त्यो बिल्कुल सही तरिका भएन। उनीहरूको व्यवस्थापनको निमित्त एउटा उपयुक्त रणनीति तयार गरेर अगाडि जानुपर्ने थियो। त्यति मात्रै होइन, अहिलेको बजेट यो माथिल्लो तल र मध्यम वर्गको निमित्त मात्रै छ। निम्न मध्यम वर्गीय र गरिबको मुखी यो बन्न सकेको छैन। बजेटको डिस्कसनको बारेमा हामी यसमा थुप्रै प्रश्न उठाउनेछौँ, तर यसबारेमा सम्माननीय प्रधानमन्त्रीज्यूको आफ्नो सोच विचार र कसरी यो राष्ट्रिय अर्थतन्त्रलाई हाम्रो अर्थ राजनीतिलाई लैजाने भन्ने बारे पनि यहाँको सोच हामी जान्न चाहन्छौँ। धन्यवाद। सम्माननीय प्रधानमन्त्री। धन्यवाद सम्माननीय सभामुखज्यू। यो उदाहरण एउटा दिन चाहन्छु। यो लिस्ट डेभलप कन्ट्रीबाट डेभलपिङ कन्ट्रीमा जाने अथवा डेभलपिङ कन्ट्रीबाट डेभलप कन्ट्रीमा जानेमा हाम्रै छिमेकी राष्ट्र चीन, चाइना चाहिँ अस्ति भर्खरै डेभलपिङबाट डेभलपमा गएको थियो, जबकि त्यो डेभलपमेन्टको पराकाष्ठा नागिसकेको देश हो त्यो। यो कुराहरू चाहिँ एकदमै स्ट्राटेजिक रूपमा सरकारले सोच्नुपर्छ जस्तो लाग्छ। अहिले नै हामीले एलडिसीबाट ग्रेजुएट हुँदै गर्दाखेरि हाम्रो ट्रेडका कुराहरू, हामीले निर्यात गर्ने विषय वस्तुहरूमा चाहिँ लाग्ने करहरू अहिले छुट पाइन्छ। हामी चाहिँ निर्यातमुखी हुनुपर्छ। देशमा उत्पादन भएको चिजहरू चाहिँ विभिन्न राष्ट्रहरूमा हामीले एक्सपोर्ट गर्न पाऊँ भन्ने हिसाबले 2 वर्षलाई त्यसलाई टारेका हौँ। त्यसलाई अहिले आत्मविश्वास बढाउने भन्दा पनि देशलाई पैसा चाहिएको छ, पैसा बढाउनेतिर ध्यान गएको छ हाम्रो। अनि गरिब विपन्नको कुरामा मैले पहिल्यैदेखि भन्दै आएको यो साम्यवाद समाजवाद भनेको भाषणमा दिन एकदम सहज हुन्छ, मजा पनि आउँछ। तर साँच्चीकै साम्यवाद साँच्चीकै समाजवाद गर्ने भने हाम्रो काठमाडौँ महानगरपालिकामा मेयर हुँदाखेरिको म उदाहरण दिन चाहन्छु। हामीले विपन्नलाई जुन प्राइभेट स्कुलमा 10% स्कलरसिप दिनुपर्छ त्यसलाई इक्जाम लिएरै एकदमै मजाले लागू गरेका थियौँ। त्यहाँ चाहिँ विपन्नले एकदमै महँगा कलेजहरूमा पढ्न पाए। साँच्चीकै समाजवाद भने त्यो हो। र विभिन्न महँगा अस्पतालहरूमा पनि हाम्रो ऐन कानुन संविधान बमोजिम नै 10% बेड चाहिँ विपन्नलाई दिनुपर्छ भन्ने व्यवस्था थियो। त्यसको लागि हामीले वेबसाइट नै बनाएर प्राइभेट हस्पिटलहरूमा सर्जरीसम्म विपन्नलाई गराउने व्यवस्था गराएको थियौँ। त्यही हो समाजवाद साम्यवाद भने चाहिँ त्यस्तो कुरालाई भनिन्छ। र यही 10% विपन्नलाई दिनुपर्ने कुराहरू, शिक्षा र स्वास्थ्यका कुराहरू हामी देशैभरि लागू गर्न खोज्दैछौँ। यसको लागि विभिन्न जिल्ला